ल अब हाम्रो प्रिन्स चार्मिङ विज्ञान बाबाको रुममा जाँदैछौँ। फर्स्ट टाइम मामाले भान्जा बाबु संसारमा आउँदा बनाइदिएको यो वेलकम होम भान्जा बाबु गिफ्ट। विज्ञान बाबाको सबै खेलाउने कुरा जन्मेदेखिको अहिलेसम्मको सानो सानो पनि खेलाउने कुरा यसरी सँगालेर राखेको छौँ। विज्ञान बाबाको रुम अनि यता मामाले दिसेको यो टेन्टभित्र उसले सबैजना साथीहरूलाई राखेको छ। एउटा टेडी चाहिँ झर्नु भएछ, विज्ञानको फेभरेट पिकाबु एलिफेन्ट पनि रहेछ। अनि यता उसको फेभरेट स्टिकरहरू एलिफेन्टको, जिराफको उक्याउँदै राख्दै गर्नुहुन्छ टाइममा। पुपुले दिसेको फुड कार्ट, आफू दिदीले दिसेको यो पियानो, उसलाई खेल्ने भन्दा नि बढी उसले बजाउने भन्दा नि बढी टेकेर उ गर्छ। अनि यहाँ सबै बर्थडेमा आएको गिफ्टहरू, ठुलो मामु ठुलो बाबाले दिसेको गिफ्टहरू छ। अनि क्रिसमसमा आएको गिफ्टहरू छ उसको ने। अनि यहाँ विज्ञान बाबाको फेभरेट स्पट हो, स्टिकरहरू सबै निकालिराख्नुहुन्छ। अनि स्टारहरू उसलाई मुनहरूको फिल होस्, स्टारहरूको फिल होस् भनेर बनाइदिएको स्टिकरहरू। अनि यो बेडमा उहाँ सुतिसिन्छ, बोतल त्यतिकै राख्दिसेछ। अनि अलिअलि बुकहरू छ बेबीको। ठुलो मामुले दिनुभएको, सङ्गीता ठुलो मामुले दिनुभएको बर्थडे गिफ्ट, एकदम फेभरेट रेन उसको। बलहरू कलरफुल, यो बलहरूले गर्दा उसले धेरै कलरहरू चिन्ने भएको छ। अनि मामाले सुत्नलाई आराम होस् भान्जालाई भनेर यो साउन्ड मसिन दिसेको थियो, त्यो पनि उसको फेभरेटै हो। अनि फुपूले दिसेको वाकर, तुरन आन्टीले दिसेको यो स्कुटी, विवा ठुलमामले दिसेको यो स्कुटी, ट्रकहरू पनि छ। ओ माई गॉड, दिस रूम इज रियली अमेजिङ। अब यो रुम फेरि विज्ञानको हजुरबा हजुरमुवाले सेयर गर्दै होइसिन्छ। अब फेरि विज्ञान बाबाको रुममा धेरै माया थपिने भएको छ हजुरबा हजुरमुवाको। अब सबै तिनजनाले यो रुम सेयर गर्नुहुन्छ है। अनि त्यसपछि यो रुममा धेरै मेमोरिजहरू बन्नेवाला छ हजुरबा हजुरमुवासँग। अनि फेरि विज्ञान बाबाले यो रुममा धेरै इन्जोय गर्छिन्छ। लभ यु बेटा।